नमस्कार साथीहरू, आज हामी तपाईहरूको बीचमा नेपाल प्रहरी जवान जनपदको लिखित परीक्षामा निबन्ध सोध्न सक्ने भएकोले लोकसेवा आयोगले 2082 वैशाख 6 गते लिने परीक्षालाई मध्यनजर गरी हामीले 4वटा निवेदनको नमुना लिएर उपस्थित भएका छौँ। जसमा पहिलोमा तपाईले खाली पदमा नियुक्ति पाऊ भन्ने बारे, दोस्रोमा तपाईले सवारी साधन हराएको सम्बन्धमा, तेस्रोमा घर बिदा सम्बन्धमा र चौथोमा तपाईको गुण्डागर्दी समस्याको सम्बन्धमा निवेदनहरू लिएर उपस्थित भएका छौँ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। साथै यस्तै भिडियोहरूको लागि यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। निवेदनको नमुना। हालै गोरखापत्रमा प्रकाशित प्रहरी जवान पदको खाली रहेको कोटामा आफू योग्य रहेकोमा उक्त पदका लागि निवेदन लेख्नुहोस्। मिति 2077 9-20 गते। श्रीमान कार्यालय प्रमुख ज्यू, प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँ। विषय खाली पदमा नियुक्ति पाऊ भन्ने बारे। महोदय, प्रस्तुत विषयमा म हरि उपाध्याय हालै सालै विज्ञापन गरिएको विज्ञापन नम्बर 2077 4-15 गतेको अनुसार प्रहरी जवान पदमा पद रिक्त रहेको कुरा मैले पढ्न पाएँ। उक्त आवेदनमा उल्लेख गरिए अनुसार नेपाली नागरिक 18 वर्ष पुरा भएको, कक्षा 8 उत्तीर्ण गरेको लगायत सम्पूर्ण कुरामा म योग्य रहेको र नेपाल प्रहरी जस्तो गर्मीमा इतिहास बोकेको सुरक्षा निकायको सदस्य भई देश तथा जनताको सेवामा एक योग्य सिपाहीको हैसियतले काम गर्ने तीव्र इच्छा मलाई भएकोले उक्त रिक्त पदमा मलाई सिफारिस गरिदिनु हुन श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु। निवेदक हरि उपाध्याय। आफूले केही समयदेखि प्रयोग गर्दै आइरहेको सवारी साधन हराएको सम्बन्धमा ट्राफिक प्रहरी महाशाखालाई खोजी कार्य गरिदिनु हुन भनी निवेदन लेख्नुहोस्। मिति 2077 7 गते। त्यसैगरी श्रीमान महाशाखा प्रमुख ज्यू, महानगरीय ट्राफिक प्रहरी महाशाखा राम शाह पथ काठमाडौँ। विषय सवारी साधन हराएको सम्बन्धमा। महोदय, प्रस्तुत विषयमा यही मिति 2077 7-5 गतेका दिन मेरो नीलो रङको T20 सीसी को लु 20 प 2381 नम्बरको पल्सर मोटरसाइकल हनुमान स्थित गणेश मन्दिर नजिकै रोकेर राखेको अवस्थामा चोरी भएको उक्त मोटरसाइकल खोज तलास गरी पाऊ भनी श्रीमान समक्ष निवेदन पेश गर्दछु। निवेदक नाम रमेश प्रसाद अर्याल, ठेगाना बागबजार काठमाडौँ, फोन नम्बर तपाईको हस्ताक्षर। प्रहरी जवान राम बहादुर खत्रीको हैसियतले आफू कार्यरत जिल्ला प्रहरी कार्यालय कास्कीमा घरायसी कामको लागि 30 दिन घर बिदा जानको लागि निवेदन लेख्नुहोस्। मिति 2080 माघ 25 गते। महेन्द्रपुल कास्की। श्रीमान प्रहरी प्रमुख ज्यू, जिल्ला प्रहरी कार्यालय महेन्द्रपुल कास्की, कार्य अधिकृत मार्फत। विषय घर बिदा सम्बन्धमा। उपयुक्त सम्बन्धमा गत वैशाख 12 गते गएको विनाशकारी भूकम्पको कारण गोर्खा जिल्ला अति नै प्रभावित भएको र सोही जिल्लाको मनकामना गाविस धारबारे गाउँमा रहेको मेरो एक मात्र घर पूर्ण रूपमा क्षति हुन गएको बेहोरा विगतमा जाहेर गरेकै छु। सो सम्बन्धमा नेपाल सरकारको नियम अनुसार क्षतिपूर्ति पनि प्राप्त गरेको बेहोरा जाहेर गर्दछु। यसै सन्दर्भमा भत्केको घर पुनर्निर्माणका लागि घरमा कोही पनि मर्द नभएको कारणले म आफै गई सहयोग गर्नुपर्ने अवस्थालाई मध्यनजर राखी प्रहरी नियमले जोखिम यस वर्षको घर बिदा 30 दिन उपलब्ध गराइदिनु हुन श्रीमान समक्ष यो निवेदन पेश गर्दछु। श्रीमानको जो आदेश आज्ञाकारी। प्रहरी जवान राम बहादुर खत्री, श्री जिल्ला प्रशासन कार्यालय कास्की। आफ्नो टोल छिमेकमा बढ्दो गुण्डागर्दीको समस्या दर्शाउँदै नजिकको प्रहरी कार्यालयमा निवेदन लेख्नुहोस्। मिति 2080 फागुन 15 गते। शम्भु काठमाडौँ। श्रीमान प्रहरी इन्चार्ज ज्यू, महानगरीय प्रहरी प्रभाग शम्भु काठमाडौँ। विषय गुण्डागर्दी समस्या सम्बन्धमा। उपयुक्त सम्बन्धमा यस प्रहरी कार्यालयको कार्यक्षेत्र तथा जिम्मेवारी इलाकामा रहेको यस किमडोल स्थित क्याप्सुल मार्गमा विगत लामो समयदेखि स्थानीय तथा राष्ट्रिय स्तरका गुण्डा तथा मण्डले प्रवृत्तिका लठैत युवाहरू र औषधि दुर्व्यसनहरूको समूह अर्थात् ग्याङले प्रत्येक हप्ता जस्तो हो हल्ला गर्ने, गली गलीमा महिलाहरूलाई लुटपाट गर्ने, आपसमा ग्याङ फाइट गर्ने, सामानहरू चोर्ने जस्ता समस्याहरूलाई मध्यनजर गरी स्थायी समाज सुधार समितिले बारम्बार प्रयास गर्दा पनि अझै असहज परिस्थिति
गएकोले उक्त समस्या समाधान तथा निवारणका लागि आवश्यक प्रहरी अपरेसन गरी सहयोग गरिदिनु हुन यो निवेदन पेश गर्दैछु। श्रीमानको जो आदेश। आज्ञाकारी लवराम माझी, संयोजक किङडोम टोल सुधार समिति।